हाम्रो प्यारी बहिनी अचानक किन रोइ त? हेलो साथीहरू, तपाईहरुलाई स्वागत छ मेरो नयाँ ब्लगमा। भान्जीलाई पुर्याउन भनेर केही दिनका लागि म लागे काठमाडौँतिर। भाइले पुर्याइदियो मलाई चोकसम्म। भान्जीहरू भने अघि पुगेर बस चढिसकेछन् र म पनि बसमा चढे। अब केही समय भान्जीहरूसँग रमाइलो गर्दै गफसफ गर्दै हल्का टिकटक बनाइयो, रमाइलो गरियो। रात परेको थियो, त्यसैले खासै भिडियो लिन चाहिँ सकिएन। बिहान बाटोमा रुख ढलेको कारणले केही समय चाहिँ पर्खिनु पर्यो। सबै गाडीमा हुने सबैजनाहरूले आफैले रुखहरू हटाउनु भयो र छिटै बाटो खुल्यो। त्यही बिचमा भान्जीहरू पनि निदाए, म पनि अलिकति आराम गर्नतिर लागेँ। गाइने दाइहरू आएर हामीलाई मनोरञ्जन दिन थाल्नुभयो, हामी पनि त्यसमै मस्त हुन थाल्यौँ। जीवनमा पहिलोपटक काठमाडौँ पुग्न 23 घण्टा लाग्यो बसमा पनि। बाफ्रे बाफ्रे गर्ने हामी सिधै बहिनीकोमा लाग्यौँ। तर हामीले बहिनीलाई भनेका थिएनौँ कि हामी आउँदैछौँ भनेर। बहिनीलाई हामी अचानक पुगेर सरप्राइज दिँदैछौँ। हेलो, हाई, हाई, हेलो, के हो बोल्नै छोडी? हेलो। जब बहिनीले हामीलाई देखिन् खुसीले रोइन्। सायद यति समयपछि भेटेर अनि नसोचेको बेला देखेर भावुक भइन्। धेरै समय नभएकोले थोरै मात्र घुम्न पाइयो। अलिकति बौद्धतिर घुम्यो। खाजामा केही नयाँ खाउँ भनेर सुसी र किम्ची राइस मगाइयो। बहिनीलाई चाहिँ त्यति मिठो लागेन अरे, मलाई चाहिँ ठिकै लाग्यो। मैले चाहिँ मजाले नै खाएँ। फर्स्ट टाइम थियो तर पनि मजाले नै खाएँ मैले चाहिँ। बिहानको फ्लाइट थियो, सो छिटो निस्केर ज्वाइँले मलाई एयरपोर्टसम्म पुर्याइदिनु भयो। आज मौसम खुल्ला भएकोले हिमालहरू पनि मजाले खुलेर देखिरहेको थिए। सो त्यसमै इन्जोय गर्दै पुगे झापासम्म। फ्लाइट चढ्नु बित्तिकै भेनालाई फोन गरेको थिएँ। भेना लिन आउनु भएको थियो। सो भेनासँग लागेँ म घरतिर। आजको भिडियोमा यति नै साथीहरू। यत्रो लामो यात्रा, केही थकाइ, केही रमाइलो पलहरू अनि केही भावुक पलहरू रहे। धन्यवाद यो ब्लग हेरेर साथ दिनुभएकोमा। फेरि भेटौँला अर्को रमाइलो ब्लगमा।